हेलो गाइज, हामी चाहिँ अहिले बेलुकीको हटिया जाँदैछौँ। यता चाहिँ भाउजू देवर भेट भएर हो मेरो ब्लग हो। उसलाई राम्ररी आउनु परेको अरे, राम्ररी आएको छैन त, कस्तो कालो आएको झोला। अब यहाँ ल्याउने के खाने कुरा के तनमा रहेछ। मेरो सिरानीसँग मेरो उयोसँग मिल्छ। ल हामी चाहिँ फाइनल्ली पुग्यौँ हटिया। फाइनल्ली गाइज हामीले चाहिँ सब्जीहरू किनिसक्यौँ। अनि यहाँ चाहिँ हाम्रो रहेको छ के डाइटिङ फ्रुट्सहरू हो यो चाहिँ, किनभने हामी चाहिँ एकदम कमजोरी भएको कारणले गर्दाखेरि खानु आँटेको। अनि यहाँ एक झोला किनेको, खै के किनेको चाहिँ देखाउन बिर्सेछ। यहाँ चाहिँ हाम्रो हटिया चाहिँ लागिरहेछ। अहिले त राम्रो आइरहेछ त। हो केही बोल न, के नबोल्ने हो आज हाम्रो हटिया। आलु हटिया म हेर्दैछु सबैजनालाई नै। यस्तो पुलिसमा 150मा किनिदिन्छु, यस्तो पुलिसमा म 150मा किनिदिन्छु। हो र हामी पनि भाइरल हुन्थ्यौँ कि। पनि मायाले हेर न पार्वती। अहिले त न आज के किन्यौ त बजारमा? त्यो त फ्रुट्सहरू हो, त्यो फ्रुट्सहरू होइन, सागसब्जीहरू के किन्यौ? कति धेरै लानुभएको, तर कति नि त हुँदैन के लाउँदा ओर्दा। हामीलाई मान्छेले सबै हेरेर ढलिरहेका छन्। हामी डन बनेका जन। मलाई कति धेरै बोकिरहेको फ्रुट्सहरू बोकेको क्या। हामी धेरै कमजोरी भयौँ, अब स्ट्रङ मेन हुने। तर फेरि मासु चाहिँ फेरि छ है, त्यो धेरै मासु लाग्यो भने पनि साँच्चै रोगी हुन्छ। अनि हो मान्छे हेर्दा त स्ट्रङ देखिन्छ कि, तर भित्रै गइसकेको कामै नदिने भइसकेको रहेछ मामी। हेर्दा त पुरा के स्ट्रङ क्या, के गर्ला जस्तै कुट्ठी मार्ला बिहान उठ्नै नसकिने के हो खै। त्यहाँ हुन्न भन्दै नाच्नु थाले कि के हो। अब भरे आउने हेर्नु। यहाँ चाहिँ गाइस हाम्रो चाहिँ साकेला स्टार्ट हुन आँटिरहेको छ है। यहाँ चाहिँ हाम्रो साकेला नाच्नलाई रेडी हुनुभएको छ। हामी चाहिँ एकछिनमा हेर्न आउनेछौँ। हामी राई नै नभए पनि हामीलाई चाहिँ सबै कल्चरहरू मनपर्छ। ल देखाएँ मैले, हेलो भनिदिनु पर्दैन भने राई कल्चर, अरू कल्चर, मगर, गुरुङ सबै कल्चरलाई हामी चाहिँ रेस्पेक्ट गर्ने बानी छ यता। रेस्पेक्ट गर्ने बानी छ कि छ, सबै मनपर्छ। यहाँ चाहिँ चोकमा चाहिँ डान्स गर्दैछन्, साकेला नाच्दैछन्। अनि हामी चाहिँ हेर्न जाँदै गरेको बजेको साउन्ड पनि सुनिँदैछ। रेस्पेक्ट गर्ने बानी छ, त्यही भएर हामी चाहिँ जाँदैछौँ र तपाईँहरूलाई पनि देखाउनेछु म है त। रात परिसक्यो। ल यहाँ चाहिँ हेर्नुहोस् गाइस, नाच्दै हुनुहुन्छ। हामी चाहिँ हेर्न आएको छौँ। कति धेरै भिड रहेछ। अघि आउँदाखेरि त हुनुहुन्न थियो, एकैजना हुनुहुन्थ्यो। अहिले त्यस्तो भिड भइसकेको छ। कस्तो मजा नाच्दै हुनुहुन्छ हेर्नु त।
सकियो है हाम्रो साकेला डान्स गरेर उहाँहरू बिचरा गाउनु पनि भयो होला कति नै छोडिनु भएको छ यस्तो गर्मीमा सबैजनाले ड्रेस लाउनु भएको चाहिँ अझै राम्रो देखिन्थ्यो ड्रेस चाहिँ उहाँले लाउनु भएको छैन त्यही पनि उहाँहरूले राम्रो नाच्नु भएको छ ल गाइस हामी चाहिँ फर्केको हेरिसकेर यस्तो भिड छ यहाँ पर चाहिँ हेर्न सक्नुहुनेछ देखाउँदैन त हामी चाहिँ फाइनली हेरिसकेर साकेला हेरिसकेर चाहिँ फर्किँदैछौँ दुईजना मात्र छौँ दुईजना भएपछि हामीलाई ल हामी चाहिँ फाइनल्ली घर आइपुगेको छौँ है हामी साकेला हेरिसकेर अब माम खाने त्यसपछि हामी लाइभ जाने लाइभ आउनुहोस् ल धन्यवाद हाम्रो चाहिँ फुल भिडियो वाच गरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनु होला